नाटक लुसिफर राइजिङ पुनः मञ्चन हुँदै दर्शकवृन्द एक थिएटर नेपालले लुसिफर राइजिङ अ जेन्जे प्ले नाटकको मञ्चन रोकिएको विषयमा स्पष्टीकरण दिँदै अब नाटक पुनः मञ्चन हुने जनाएको छ। थिएटरले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मजुवा बगर जनकला मञ्चले निर्माण तथा प्रस्तुति गर्दै आएको उक्त नाटक जेठ 1 गतेदेखि 20 गतेसम्म एक थिएटर नेपालमा मञ्चन गर्ने सहमति भएको थियो। तर नाटकका लेखक तथा निर्देशक सहलेसले मञ्चन रोक्न दबाव र धम्की आएको दावी गर्दै नाटकको प्रदर्शन रोकिएको जानकारी सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो। विज्ञप्तिमा एक थिएटर नेपालले लेखक निर्देशकको सूचनाको आधारमा नाटकको मञ्चन रोकिएको र त्यसपछि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा उक्त विषयले व्यापक चर्चा पाएको उल्लेख गरेको छ। थिएटरका अनुसार घटनापछि कलाकार, नाट्यकर्मी, बौद्धिक व्यक्तित्व तथा सरोकारवालाहरूले मञ्चन रोकिएको कारणबारे चासो व्यक्त गरेका थिए। थिएटरले लामो छलफल र संवादपछि लेखक तथा निर्देशक सहलेसले आफूले उल्लेख गरेको दबाव वा धम्की सम्बन्धी दावी पुष्टि गर्ने प्रमाण पेश गर्न नसकेको बताएको छ। विज्ञप्ति अनुसार सहलेसले नाटकको मञ्चन रोकिएको विषय आफ्नो व्यक्तिगत निर्णय भएको स्वीकार समेत गरेका छन्। यसपछि नाटकका निर्माता मजुवा बगर जनकला मञ्च, लेखक निर्देशक तथा अन्य सरोकारवाला बीच भएको छलफलबाट नाटकलाई पुनः मञ्चन गर्ने सहमति भएको एक थिएटर नेपालले जनाएको छ। थिएटर र निर्माता पक्षबीच नयाँ सम्झौता समेत भएको र त्यसअनुसार नाटकका लागि नाटक घर उपलब्ध गराइने समेत बताएको छ। विज्ञप्तिमा भविष्यमा नाटकको सामग्री, निर्माण प्रक्रिया वा अन्य सृजनात्मक विषयसँग सम्बन्धित विवादका लागि एक थिएटर नेपाल जिम्मेवार नहुने पनि उल्लेख गरिएको छ। एक थिएटर नेपालका अध्यक्ष अनिल सुब्बाले जारी गरेको विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउने विभिन्न क्षेत्रका व्यक्तिहरू, सरकारी निकायका प्रतिनिधि, प्रहरी प्रशासन, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवाला प्रति धन्यवाद व्यक्त गरिएको छ। अन्य यस्तै खबरका लागि कलाकर्मी.com हेर्दै र सुन्दै गर्नुहोला। हवस् त, नमस्कार। कलाकर्मी.com सधैँ ताजा अपडेट।